उहाँ चाहिँ यो चाहिँ दमकको मेन चोक उहाँ चाहिँ दादा जीवन दादा यसले बनाएको त्यही हो भिउडामा पर्न उठेको छैन दमका चाहिँ म पहिलोचोटि गएको निजोक रहेछ यो चाहिँ यस्तो हो क्या हरियो चियामा अलिकति पानी हाल्नु त माटोहरू एकदम राम्रो लाग्छ कि हेलो गाइज दिस इज ब्लगिङ नम्बर खोइ कति थाहा छैन तर आज हामी चाहिँ छक्क सपिङ गरेर हिँडेको म चाहिँ कपाल सपाल काटिसकेको अनि यहाँ एउटा ब्याग स्याग किनिसकेको यहाँ एउटा छ यहाँ अर्को छ यहाँ अर्को पनि छ ऊ मास्कुल के गर्नुभएको अहिले चाहिँ हामी ठक्क यहाँनिर उलाबारीमा हल्का फल्का सपिङ गरेर दमक जान आँटेको अब कस्तो दामी यहाँ डिस्कस हुँदैछ केटाहरूले यहाँनिर के भन्दैछ अङ्कललाई हजुर बार्गेनिङ गर्दैछ यहाँनिर मास्क किन लाग्दा अहिले उयो मर्किरहेको मर्किरहेको छ यसलाई म चाहिँ कपाल सपाल काटेर टक्क के आयो यो चाहिँ गइसकेको छ यहाँनिर भट्टीतिर लगाउन गइसक्यो हल्का त्यस्तै मान्छे हो यो गाडी आएर उयो गाडी पो आइसक्यो साँच्चै पो त अहिले चाहिँ हामी टक्क यहाँनिर दमक जाने गाडीमा चढिसक्यौँ यहाँ चाहिँ एउटा एउटामा एउटा म चाहिँ यहाँ छु लास्टमा भ्यू देखाउँछ भ्यू वाउ यहाँ चाहिँ भर्खर आउँदैछ धनेश गाडी छुट्यो यहाँनिर त सबै के हो चिया बगान हो टङ्की चिया बगान त खोइ कुन राजाले बनाएको अरे महेन्द्रको बगानहरू सबै बाटो चाहिँ के हो यस्तो चिया दमकतिर जाने बाटो पनि खराबै रहेछ यार म थाहा पनि दमकै आएन यस्तो भयो क्या चिया भनेको हाम्रो एउटा चाइनिज एम्पररले क्या एक टक्को पानीमा हाल्दैछ र अनि त्यहाँबाट टक्कै एउटा पात झऱ्यो क्या अनि त्यसको रङ आयो अरे अन्त खाएर मिठो भयो अरे होइन अनि तेरीमा डाके नेपाल आएको रहेछ बिउ रोपेर गएछ क्या अब छोरामा पनि मजाले चिया खाएको रहेछ क्या आउने बेलामा आउने पनि छोरा निस्किन पाएको छैन चिया मामा भन्ने होइन चिया भन्नु अरे क्या अन्त त्यो एम्पररले चाहिँ मेरो छोरा यहीँ बसोस् यहाँनिर त अलिकति राम्रो जमिन छ यहाँनिर चियाको खेती गरोस् भनेर रोपिदिएको अरे होइन त्यसपछि चिया बगान छ क्या म चिया रोड पनि चिया बगान ठिकै चिया बगान भयो सबै धुलै धुलो भरिसक्यो होला रोड डङ्कै रोड छेउमै छ यो रोड 2 वर्षपछि नि बन्दैन होला चिया यस्तो खराब छ बुरुक उफारेको माथि टाउको ठोकिन्छ होला मभन्दा सानो कस्तो भएको होला टेन्सन मास्क लगाएर चाहिँ मास्क किन्नुबाट चाहिँ हामी पनि नङ्गी त्यही त मैले पनि हलेको हले क्यामेरा नि हल्छ चियाको बोर्ड पनि सबै त्यहाँनिर सेतो भइसक्यो चिया बोर्ड त हरियो थियो होला बिजोक रहेछ यो चाहिँ यस्तो हो क्या हरियो चियामा अलिकति पानी हाल्नु त माटोहरू एकदम राम्रो लाग्छ कि त्यो पानी हालेर अलिकति सट्ट पिसो राम्रो गर्छ क्या अब हाम्रो कसै केटीहरूमा चाहिँ त्यो सेतो छ नि त्यो हटायो भने पनि सेतो हटायो भने कालो हुन्छ यहाँ टेलिकट म त के पनि बोल्दिनँ हाम्रो कसै केटीहरू भनेर मैले सबैलाई भनेको होइन मैले यो भनेको मैले भन्नु के होइन क्या बाटोबाट पछाडि चुक्कै छ अगाडि कालो छ त्यो हो र बाटोबाट सब हटाएछ अहिले यो बाटो नि देखेन यार क्यामेरामा त उतो यस्तो छ अस्तिसम्म सेकेन्ड उयो घरै जस्तो बनाएछ रेलिङ लाएर यो कुन ठाउँमा आइपुग्यो त्यहाँदेखि अलिकति हिँड्ने यो त के हो डङ्की यो के हो भनेको यसलाई भन्छौँ हामी ड्याम अब यहाँनिर झर्ना आउन आँटेको अरे रोडको बिचमा यत्रो के हो यहाँ यो पुल हो अनि यत्रो पुल चाहिँ कहाँ यो पुल बिचको भएको होइन यहाँ चाहिँ कहाँदेखि सर झर्छ नि त्यहाँ उता परेछ नि उत्तो त्यहाँदेखि यहाँसम्म पुल हो
यहाँ खोलै छैन कि पुल चाहिँ किन हो त्यस्तो ए रोड क्रस होइन त पुलै छैन अनि पुल भन्छ यार यो कस्तो चाहिएको बनाइदिएको त त्यही त अगाडि कहाँ आकाश आकाश पनि चढ्ने हामी सौदा गर्ने यहाँनिर दमक आज एक्सप्लोर हाल्ने हामी दमक वी आर गोइङ टु एक्सप्लोर द दमक सबैजना हामीलाई साथ र सपोर्ट गरिदिनु भने दमक एक्सप्लोर गर्छौँ हामी यही रे दमक चाहिँ आलु जस्तो धुलै धुलो यार यिनीहरू हिँडेको रहेछ यहाँनिर पुल सुल रहेछ दमक यही अरे धेरै दिन पछाडि आकाश चाहिँ पुल चढ्ने अरे उयो चाहिँ ठिस यो चढेर चाहिँ के हुन्छ हौ केटीहरू चढ्न खोजेको यो यस्तो पाखेर केटाहरू अहिले यहाँनिर झोक्राएर जिसियो हेर्दैछ दादा टप हेर्दै हुन्छ गर्लफ्रेन्डलाई मलाई हुने हौ ए तँलाई हुने थियो अनि यो यस्तो टप तँलाई हुन्छ झुम्का सानोबाट खोज्नु सानोबाट सोध्नको लागि छ कि भाइ छ भाइ यस्तो खाले कति हो यो ओए 100 रुपियाँ भाइ तिमीहरूकै दोकान हो ए आम्मा त्यसले 100 भनेको ठेटो भनौँ 100 भनेको म त ठेटो सुन्छु हिँडेको हेरिन्छ खोइ के कलेक्सन भन्दै हिँडेको नि छ कि 10 मिनट लाग्छ कहाँ हो 10 मिनटहरू त्यहाँ चाहिँ के लु दामी लुगा पाउँछ ल हेर्नु यसले अनलाइनबाट हेरेको डाँफे कलेक्सन अरे डाँफे होइन के त ए राधे कलेक्सन अरे हेर्नु न कस्तो रहेछ सब देखाइन्छ हामी सब त देखाइन्छ भिडियो देखाएको अन्त भिडियो अनलाइनमा भिडियो हेर्दै लोकेसन हेर्दै कुद्दै रहेछ कस्तो डिज बनाएर देखाएर हामीलाई त हिँडेको रहेछ मजा आउँछ हिँड्नु तर छ कि हामीले किन नलगेको अरे वहाँनिर भन्दा भाइ के अरे घान्द्रुकमा काण्ड भयो अरे घान्द्रुकमा कान्द्र होइन घान्द्रुकमा बाटै छैन अरे बाटो छ हिँड्नु पर्छ त्यतिखेर गयो नि अलि बाटो बिग्रेछ अरे सौठामा कसरी जाँदैछन् अहिले सौठामा जान आँटेको भुवनको भिडियोहरू हो र एकदम कस्तो भोक लाग्यो यार केटा खानुपर्छ अहिले खाजा त्यो कहाँ कुन ठाउँ ल्याइसक्यो यार कुन ठाउँ दादा यो यो कुन ठाउँ हो कहाँ ल्याएको अब लुगा पसल ल्याएको अरे कहाँनिर छ यहाँनिर मेडिकल मात्रै देख्छु त म त होइन हल्का महँगो चाहिँ पर्छ कि ल हेरौँ न त हल्का महँगो पर्छ सोचेको भन्दा धेरै लुगा पाउने न यो कहाँ हो यो छ कि कलेज छ यतातिर त्यो त के हो त यसो दामी रहेछ साइडबाट हिँड्नु फुटाबाट ओ साइडबाट यताबाट हिँड्नलाई बनाइदिएको छ हिँड्दैछ दाइ कहाँ लाग्यो थाहा छैन यत्रो हिँडेर यहाँनिर ल्याएको अरे राते आउटलेट्स ब्रान्ड अरे आमा हेरिदिउँ न त लुगाहरू कस्तो रहेछ ओइ पसल त सानो छैन त
ज्याकेट कसो होइन कि कस्तो छ ठिकै छ सही रह कस्तो कपाल चाहिँ इज्जतको छ क्या मैले त अनुहारै जस्तो देखिरहेको छ खाना राम्रै छ त्यो क्वालिटी नराम्रो छ यसले केटाहरूले लिएर आयो मलाई यहाँ पसलमा आधी कलेक्सनमा अनि मेरै मात्रै 4000को गइसक्यो 4000को एउटा ज्याकेट मात्रै भने मलाई केटाहरूले केही पनि किनेन उता किन गएको अब यता जाऊँ न होइन त्यो टाढा नजानु ओइ सुन्न जुत्ता जुत्ता सस्तोमा कहाँ छ जुत्ता अब सस्तोमै किन्नु पऱ्यो यहाँ ज्याकेटले हल्का हनायो यसको भित्र नर्मल भेस्ट प्लेन व्हाइट कलर किन त कालो केही किनेन केटाहरूले मलाई मात्रै हनायो केटाहरूले कहाँदेखि कहाँ लगाउँदा मलाई त तादेखि कता आयौँ मैले त हामी के किन्न भनेर छिट्छ को जोर्डन भयो सस्तोमा जोर्डन भयो है मै मात्रै बोकिरहेको थिएँ तर केही किनेको छैन अहिलेसम्म केटाहरू हेर्दैछ लुगा साइज ला न के ओ ला भरे हेभी साइज भयो भन्लास् नि फेरि ट्राई गरेँ किन के छ जानु त्यो प्रिन्टेड हो त्यो प्रिन्टेड नै यो त्यो पोलोको प्रिन्ट हो प्रिन्ट भएकै छ सबै प्रिन्ट नभएको यो हेर्दा यो खोल त यो नि प्रिन्टै हो त्यो प्रिन्टै हो फेरि त प्रिन्ट नभएको तर यही कलरको चाहिएको प्रिन्ट भएकै छ केटाहरू केटाहरू लुगा हेर्न यहाँ आएको लोगो प्रिन्ट नभएको ओए केटाहरू यहाँनिर एउटा यसलाई 1000को किन्दा आइसक्यो यहाँनिर फेसन 400 500 600 सस्तो पर्दो हैन लुगा हैन राम्रो पाउँदो 400 600 800 1000 त राम्रै हो कि मलाई महँगो पर्छ मलाई थाहा छैन बसेको थिएँ अनि कपडा जुत्मा लिएर आइदियो भने त यही त हो नि ले 1000 मा किनेको ए यति चल्छ त्यसो कस्तो मिठी हारेको ल आफूले किन्दैछ त हामीले किन्नु कस्तो राम्रो यहाँनिर छक्क चोक तपाईलाई यहाँनिर सस्तोभन्दा सस्तो लुगा चाहिन्छ यहाँनिर दमक चोक यहीँनिर छ हाम्रो पसल भिजिट गर्नुहोस् खतरा छ यहाँ त राम्रो ठिकै सस्तोमा हुँदो रहेछ म सुन्न मलाई पनि थाहा छैन म त यिनीहरूलाई महँगो हटाउनु भनेर ल्याएको के भयो औला म त हाल्दिनँ यहाँनिर ब्याग आफ्नो आलुको आफै भयो तर सेम त होइन कि त्यो प्रिन्ट अर्कै छ हल्का प्रिन्ट छ प्रिन्ट मात्रै अर्कै हो त्यो भित्र भर पनि छैन अरू क्वालिटी त यस्तै हो 1000 मै त्यति बाक्लो छ तल चिन्ता पूजा लगाएको चिन्ता पूजाहरूलाई तपाईँहरू आउन किन्न सक्नुहुन्छ त्यहाँनिर दमकमा बेस्ट सस्तो फेसन फ्रेन्डली खाजा खाने 2 बजिसक्यो डङ्गे भोक लागिसक्यो मेरो 2 बजिसक्यो भोक लागिसक्यो पहिला मेरो अनि मात्रै खाजा अहिले चाहिँ हामी टक्क यहाँनिर दमकको आकाशी पुल चढ्न खोज्दैछौँ होइन पाइएन भने नि दुईटाको 4 दिन्छु म अनि घर जाने टङ्गे त तेरो त भने जस्तो लुगा त कहाँबाट पाउँछ तैँले भने जस्तो लुगा सपना ए तिमीहरूको लागि मैले गर्दै नि के गर्दिस् महँगै खाने सुकेर हेर्न न मान्छेले गर्नु नि जताउनु हो क्या जताउनु गऱ्यो भने 1 वर्षमा एउटा कुकुरले पनि थाम्छ थामिहाल्छ नि यार मलाई थाम्छ मेरो पनि थामिरहेछ यार ल है भ्यू अफ दिस चेक इट आउट लु उहाँ चाहिँ यो त दमकको मेन चोक उहाँ चाहिँ दादा जिमर दादा यसलाई चेक त नडङ्गे मान्छेले अहिले भ्यूको लागि बनाएको हो यो ल भ्यू चेक हो भ्यू चेक ल है दामी छ ग्लोबल कलेजको बसाइसक्यो यहाँनिर ओए यहाँबाट फ्याटे जम भनेर त्यहाँनिर को पुग्न सक्छ 10,000 अहिले ठाउँको ठाउँमा यसले मुभीमा त्यस्तै हुन्छ भन्दैछ
बिसारा कुकुर ओ केही छैन केटा देऊ न खान दाइको फोटो खिचेको कस्तो बोल्दै भोक लागेर मर्न आँट्यो यसलाई भोक लाग्यो खरो भएर मलाई भोक लागेर खरो भइसक्यो के होस् भाइ घर लाग्यो भोक लागोस् तपाईँ घर कतितिर पुग्ने हामी गाडी लाग्दैन रात परोस् रात चाहिँ खोज्छु मेरो नपाइन तँ तेरो लुगा भन्दैन लुगा कस्तो अरे के अरे के टाइप गरे हाफ जिप हुडी ओली ग्रिन आमा हाफ जिप हुडी ओली ग्रिन अरे ओलिभ ग्रिन अरे आम्मा यस्तो छ डिमान्ड यहाँनिर सकिएन यसको लागि अनि एउटा उलन स्वेटर मात्रै उलन स्वेटर भनेको कस्तो टाइपको उलनको फोटो छ आम्मा टङ्के डिमान्डै बेसी छ आफ्नो मेरो त के त छैन मेरो ज्याकेट त थियो एउटा मेरो पुरा आउटफिट गर्दा नि तेरो पुग्दैन तेरो माथि यो भनेको यस्तो अङ्गुरा कि के स्वेटर सकिएन अब हाम्रो यहाँ ब्लग खाँदै खाँदामा ट्याक्क इन्ड हुन्छ थ्याङ्क यू भन्छ थ्याङ्क यू भन्न कस्तो इन्ड अहिले इन्ड भइसक्यो 400 मोबाइलमा इन्ड